आमारिनी भनेको चाहिँ यो अत्याधिक भएकोले अथवा धेरै भएर यसलाई यान4 अथवा यान5 मा हामीले चाहिँ सुगी भनेर पढ्यो। सुगी अथवा सुगित्ते धेरै भएर चाहिनेभन्दा बढी चाहिनेभन्दा बढी भएकोले यस्तो भयो भनेर चाहिँ यसलाई व्यक्त गर्नको लागि यो आमारिनी भनेर प्रयोग गरिन्छ। यसको उदाहरण हेर्न सकिन्छ। उरे सिसानो आमारी नाइते सिमाता, धेरै खुसी भएर रोएँ के हैन, धेरै खुसी भएर रोएँ हैन, राम्रो कुरा धेरै भएर चाहिँ यस्तो भयो भन्नको लागि यो प्रयोग गरिन्छ हैन। अब हामी भन्छौँ नि, अब कोही कुराहरू एकदमै खुसी भयो क्या, खुसीको आँसु झर्यो हैन, मेरो खुसीको आँसु नै झर्यो भन्नको लागि चाहिँ उरे सिसानो आमारी नाइते सिमात्ताई हैन। त्यस्तै अर्को छ किन्च्यो न आमारी नानीमो हानासे नखात्ता। किन्च्यो भनेको नर्भस हुने हैन, नर्भस धेरै भएकोले नानीमो हानासे नखात्ता भनेको धेरै तनावका कारण केही बोल्न सकिन हैन। कोही अब अगाडि गएर प्रेजेन्टेसन गर्न गयो भने चाहिँ त्यही सबैको अगाडि चाहिँ नर्भस भइन्छ नि त, त्यो कारण त्यति बेला चाहिँ भन्न सकिन्छ के आमारी प्रयोग गर्न सकिन्छ। जस्तै किन्च्यो न आमारी नानीमो हानासे नखात्ता हैन। त्यस्तै अर्को छ सिनपाइ न आमारी नेमुरे नखात्ता हैन। जस्तै धेरै चिन्ताले सुत्न सकिन हैन। त्यस्तै अर्को छ ओदोरोकी न आमारी कोयोमो देना खात्ता हैन। धेरै अचम्म लागेर बोल्नै सकिन के, एकदमै सरप्राइज भएकोले चाहिँ हैन, अक्क न बक्क भएको। अब त्यति बेला के बोल्ने हुन्छ नि, एकदमै अब त्यति बेला के बोल्ने भयो उसलाई चाहिँ हैन। जस्तै ओदोरोकी न आमारी कोयोमो देना खात्ता हैन, धेरै अचम्म लागेर बोल्नै सकिन हैन। त्यस्तै इसोगासी सानो आमारी स्योकोजी ओ वासुरेता हैन, धेरै बिजी भएकोले खाना खान पनि बिर्सिए क्या हैन। इसोगासी सानो आमारी स्योकोजी ओ वासुरेता। अब यसलाई चाहिँ अब यान4 या यान5 मा चाहिँ प्रयोग गरिन सकिन्थ्यो कसरी भन्दाखेरि इसोगासी सुगित्ते स्योकुजी ओ वासुरेता हैन, धेरै बिजी भएकोले खाना बिर्सेँ क्या, खाना खान जाने नै बिजी भए हैन। त्यस्तै छ 2 नम्बरमा मोनोनो भनेको भए पनि यद्यपि हैन, भए पनि अथवा यद्यपि। यसलाई चाहिँ नोनी अथवा नानोनी भनेर चाहिँ युज गर्न सकिन्छ। त्यसकै अर्को रूप हो हैन। यसले एन्नीमा चाहिँ मोनोनो भनेर प्रयोग गरिन्छ। जस्तै निहोन्गो वा बेन्क्यो सिता मोनोनो मादा हानासे नाइ हैन, जापानिज भाषा पढे पनि अझै बोल्न सक्दिन अथवा बोल्न सक्दिन, कुरा गर्न सक्दिन हैन। यसलाई चाहिँ निहोन्गो वा बेन्क्यो सिता नोनी मादा हानासे नाइ भनेर भन्न सक्यो के हैन। त्यसको खावरीमा चाहिँ मोनोनो भनेर प्रयोग भयो। त्यस्तै छ कुसुरियो नोन्दा मोनोनो योकु नारानाहाता हैन, कुसुरियो नोन्दा नोनी योकु नारानाहाता हैन, औषधि खाए पनि निको भएन हैन, तर यसमा मोनोनो युज भयो। त्यस्तै योयाकु सिता मोनोनो इकेना खात्ता हैन, बाचा गरे पनि जान सकिन। योयाकु सिता नोनी हैन, योयाकु सिता नोनी इकेना खात्ता हैन, बाचा गरे पनि जान सकिन। त्यस्तै छ खात्ता मोनोनो इचिदोमो चुखाते नाइ हैन। जस्तै अब मैले किन्न त किने हैन, तर मैले यो एकचोटि पनि युज गरेन भन्छौँ नि हामीले कहिलेकाहीँ। त्यो नचाहिने कुराहरू पनि अब अनलाइनमा सस्तो देखेर पनि किन्छौँ नि, त्यति बेला चाहिँ किन्न त किने, मैले अझै यो एकचोटि पनि युज गरे हैन भन्नको लागि चाहिँ खात्ता मोनोनो इचिदोमो चुखाते नाइ हैन। त्यस्तै अर्को छ याते मिता मोनोनो सिप्पासिता हैन, प्रयास गरे पनि असफल भए हैन। याते मिता नोनी सिप्पासिता, प्रयास गरे पनि असफल भए। आजलाई चाहिँ हामी यति